तौर तौरी करना अब नहीं सुधरना टूटने लगा है चाहतों का झरना। अब हेरौँ न हामी कसरी गर्छौँ चियावालले एक्टिङ। एक्टिङमा त बवाल हो, अरूले कसैले पनि टप्छ, कम्पाटी छ मान्छे। अनमोल कसैले पनि टपिन्छ हाम्रो चियावालले एक्टिङ गर्नमा। आमा छड्के टुमा चियावाललाई खेलाएको भए यति बेला फिल्म सुपर डुपर हिट हुन्थ्यो, तर झुक्केर मान्छेले अनमोल कसैलाई खेलाए, डुब्यो फिल्म। दाउरो गर्नु त। बट he is so innocent guys, he is the hero of the Nepal। आएन अलिक क्यामेरा जुम आउट गर्नुहोस्, कस्तो आ हो। हामीलाई दुख्छ थाहा भएन, फुल फ्रेममा आउनु पर्यो क्या यहाँ। चिच्चाएर चिच्चाएर अलिकति रोज त गर्ने, अलिकति अलिक अलिक यो खै पाउने बच्चा पाउने बेलामा यस्तो हुन्छ र खुट्टा ह्याट। नहीं मतलब कसले यसो घोडा राखेर कसले पाउँछ यार। म बोलिन हो, यति गर्ने, योभन्दा बढी नगर्नु, यति गर्नुहोस्। अब एक्टिङ गर्नुहोस्। फलाउन मलाई यस्तो गर्भवती बना रेकर्ड गर्न मान्छे तयार छ यहाँ। भोलि फरिमा कुदेर हुन्छ केटा हो, तिमीले श्रीमतीको झट्टा खुवाउने भयो मलाई। तर रमाइलोको लागि इट्स अल एबाउट द फन गाइस, प्लिज। म त्यस्तो गल्ती काम गर्दिनँ केटा हो। आयो भन्नु पनि आउँदैन हौ छ्या। कब तक करेगी मोहतरमा, वी हेट वेटिङ यार। बच्चा निक्लिनै मान्दैन के भ्याकुमले। तिमीलाई कसले बच्चा निकाल्न भन्नु, एक्टिङ गर यार। के भएको होला, के भ्याकुम क्लिनर ल्याएर तान्ने बाउलाई। आयो मलाई यो रबिन खड्काले ब्याउने बनायो। कहाँ गयो यो रबिन खड्का, यसलाई त मैले भेटौँ न। कस्तो बेलामा छोडेर गयो, कहाँ गयो, कहाँ मर्यो। हेलो को हो? हेलो हे रबिन कहाँ मरिछ? घरमा आउँछस् कि सुस्तबल पागल भएर बच्चा पाउली, सुस्तबल। कस्तो छिटो घर आउनु। मैले छोएकै छैन यार, अरूको डिपोजिट मेरो खातामा आयो होला। होइन कसको बोकिस जानेको, आफ्नै बच्चालाई पनि अर्को भन्न जानेको। तेरी माछाको मैले छोएकै छैन। म 2 वर्ष विदेश बसाए मान्छे, यहाँ कसरी बोतेर बच्चा हाँटा। लाज हुँदैन? कहिले विदेश गयो? यहीँ त छ पोखरामा। तेरी माछाको होइन, बुढीले बिहे गरी गाउँलेलाई खुवा भो झोला बोकी परस अर्केले गर। म मेरो होइन होला, मेरै हो त। तपाईकै हो। म डिएनए टेस्ट गर्छु यार केटी। हुन्छ हुन्छ, छिटो छिटो आउनु यहाँ। मलाई बच्चा ब्याउन लाग्छ कि चिचाएर बोल्छ, सुस्त बोल्छ हरला बाउले। कसले त्यस्तो ब्याउने बनाऊ। आफैले पनि कति साह्रो बिर्सिन्छ हौ। हो र, म त भुले त यार। म त आजकल त गजनी फिल्मको आमिर खान जस्तो भन्छु, भुल्छु के बा। छिटो घर आउनु यहाँ, मलाई बेथालाहरू मर्ने। म डाक्टर थोडी हो, मलाई बोलाइछ, डाक्टरलाई फोन गर। छिटो एम्बुलेन्स लिएर आउनु यहाँ, मलाई गाह्रो भइसक्यो। छिटो केही छैन, पेटभित्रै बच्चाको नुहारण गरिदिउँला। बच्चा पनि निक्लिँदैन। होइन बच्चा चाहन्छ जन्मेर पनि दाउरो गर्ने। नेपालमा चारैतिर चुनावको माहौल छ यत्रको। अलिक रोमा एक्टिङ त राम्रो गर पागल। छिटो लैनै पाडो बच्चा बाउले यस्तो गर्छ यार। मलाई गाह्रो भइसक्यो, बच्चा मलाई। कुन दिनमा यो बच्चा बस्यो, मलाई गाह्रो भयो झुक्किएर। अब त म के बच्चा जन्माउँथे। अब अस्तिसम्म युज गर भने माइनस कर दाउरो गर्नु त भोगा बा। आफूलाई छोरी चाहिएको होइन। अब तर मैले के साधन गर्नु ला भने माइनस कर दाउरो खा। आयो आफूलाई छोरी चाहियो,
मलाई छोरी देऊ भनेर भन्यो अहिले आएर यस्तो गर्छ मलाई साह्रै दुःख भयो अब म बाँच्दिनँ होला केटी मान्छेको त नमर्न केटी बाँधिनु मतलब यो बच्चा पनि झर्दैन के भएको होला भित्रको भित्र हुन्छ होइन बाहिर चुनावको माहौल छ त्यही भएर के भित्र बसेको मान्दैन के भएको होला जन्मिने किन मान्छ यहाँ जन्मियो भने फेरि दुर्गा प्रसाद जस्तो मान्छे हुन्छन् चुप फेरि त्यो बच्चा चाँडो जन्मियो भने यहाँ दुर्गा प्रसाद जस्तो फेरि कलौटे जस्तो नै अब ऋषि धामला जस्तो बच्चा झ्याउँछ क्या त्यही रहन भन् त्यही नुहान गरौँला हेर केटी फेरि युवराज सफल जस्तो बच्चा भयो भने झ्याउँछ हामीलाई चुनावको माहौल छ भित्रै बसेर भन् एक्टिङ त बवाल ओ माई गॉड यति राम्रो एक्टिङ छड्के फिल्ममा भएको बा सुपर हिट फिल्म बेकार है भैया मैं तो टूट गया मैं तो खत्म हो गया यार मैं तो वाह दीदी दीदी वाह दीदी क्या एक्टिङ करवा दी लेकिन खुद भोलि मेरो ढाड माथिन्छ ओके च्यावली खुसी लाग्यो नाइस टु मिट यु कङ्ग्रेचुलेसन गाइस यार म बच्चाको बाउ भएँ ए सरी च्यावली एक्टिङ चाहिँ बवाल गर्छ कि छड्के फिल्ममा अमलको साटो उला हाले भए यति बेला फिल्म सुपर हिट हुन्थ्यो एक्टिङ राम्रो छ सिडीमा लास रोल गर्छौ तर आजै महिनावारी आजै बच्चा कसरी भयो सोच्नु पर्ने कुरो छैन यहाँ बच्चा भएर महिनावारी भएको के आजै बच्चा आजै पिरियड साला दिमागको तार हल्लिएछ हजुर साला कसरी भएछ यो भर्खर त पिरियड भएछ हजुर थाहा हुँदैन त नानी पाउँदाखेरि त्यतिकै निस्किन्छ नानी थाहा हुँदैन थाहा छैन 1 महिनासम्म हुन्छ भर्खर बच्चा भर्खर त्यो छाउ भएको छ भर्खरै बच्चा कसरी भएछ हजुर नानी पायो अनि छाउ भयो हौ मेरो दिमागको नसा घुम्यो हौ ठिक छ हौ लाखे झुसी हौ नानी लु खुसी पो लाग्छ हौ च्यावाली कस्तो लाग्यो तपाईँलाई छोरी दिएर मैले छोरी पाएकै छैन पागल काँडा दिने हो